नमस्कार, स्वागत छ मिसन सिभिल लोकसेवा युट्युब च्यानल देख्नु भएको सम्पूर्ण साथीहरूलाई। म आज तपाईहरुको बीचमा हैन के भन्छ वन रक्षक पदको लागि जनरल फरेस्ट्री समूह वन रक्षक पदको लागि मोडल सेट हैन जुन कस्तो हाम्रो एक्जाममा सोध्ने खाले क्वेशनहरु कस्तो क्वेशन सोध्छ त्यो मोडल हैन त्यो मोडल सम्पूर्ण नमुना तपाईहरुको बीचमा म लिएर आज उपस्थित भइसकेको छु है। त्यसपछि हाम्रो कतिवटा हुन्छ जम्मा 60 वटा एमसीक्यू हुन्छ हैन। प्रत्येक हाम्रो कति पूर्णाङ्क हुन्छ 0.5 पूर्णाङ्क हुन्छ। प्रत्येक क्वेशन हाम्रो 0.5 अंक हुन्छ हैन। जम्मा हाम्रो एमसीक्यू कतिवटा हुन्छ 60 वटा एमसीक्यू हैन। त्यो भएर हाम्रो एक्जाममा जुन्नु भएको साथीहरुको लागि केही यो भिडियो हेल्पफुल होस्, केही यसले सहयोग पुगोस्, मद्दत पुगोस् त्यो उद्देश्य लिएर म यो भिडियो बनाउन गइरहेको छु है। त्यसपछि हामी क्वेशनतिर लागौं। 1 नम्बर क्वेशन हेर्नु त के छ नेपालमा वन मापन रुखको उचाइ कुन एकाइमा नापिन्छ? ए इन्च, बी फुट, सी मिटर, डी सेन्टिमिटर। कुनमा हुन्छ हाम्रो बी हैन बी सी हुन्छ हाम्रो मिटरमा। सी हाम्रो मिटरमा हुन जान्छ है। सी मिटरमा हुन जान्छ। यसको म कलर चेन्ज गरिरहेको छु है। त्यसपछि क्वेशन नम्बर 2 मा चितवन राष्ट्रिय निकुञ्ज कुन जनावरको लागि प्रख्यात मानिन्छ? ए गौरी गाई, बी हुडार, सी एक सिङ्गे गैडा, डी अर्ना। हाम्रो चितवन राष्ट्रिय निकुञ्ज कुन जनावरको लागि प्रख्यात मानिन्छ? सी है। सी हाम्रो एक सिङ्गे गैडाको लागि हाम्रो चितवन राष्ट्रिय निकुञ्ज। त्यसपछि क्वेशन नम्बर 3 मा है नेपालको सबभन्दा पछिल्लो घोषित राष्ट्रिय निकुञ्ज निम्न मध्ये कुन हो? ए रारा राष्ट्रिय निकुञ्ज, बी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, सी बर्दिया राष्ट्रिय निकुञ्ज, डी हाम्रो बाँके राष्ट्रिय निकुञ्ज है। डी हुन जान्छ यसको। त्यसपछि क्वेशन नम्बर हाम्रो 4 मा हेरौं। सामुदायिक वन जिल्ला वन कार्यालयबाट हस्तान्तरण गरी लिन उपभोक्ता समूहले अनिवार्य रूपमा के बनाउनु पर्दछ? ए वन कार्य योजना, बी वन पैदावार निकाल्ने तरिका है। यो हाम्रो वन पैदावार निकाल्ने तरिका। त्यसपछि क्वेशन नम्बर 5 मा सिमसार भन्नाले के बुझ्नुहुन्छ? सिमसार भन्नाले के बुझ्नुहुन्छ? ए हिम नदी, बी सुक्खा फाटा, सी ताल तलैया, डी खरे खोला। हाम्रो सिमसार भन्नाले ताल तलैया है। सी ताल तलैया बुझिन्छ। त्यसपछि क्वेशन नम्बर 6 मा कुन जिल्लामा जिल्ला वन कार्यालय छैन? कुनमा छैन? हाम्रो मुस्ताङमा बी है। त्यसपछि क्वेशन नम्बर 7 मा कुन प्रजातिको बिउलाई लामो अवधिसम्म सुरक्षित गरी भण्डारण गर्न सकिन्छ? ए सिसौ, बी कटुस, सी चाँप, डी साल। हाम्रो ए है सिसौ। त्यसपछि क्वेशन नम्बर 8 मा जटायु रेस्टुरेन्ट केसँग सम्बन्धित छ? ए पर्यटन उद्योग, बी वन उद्योग, सी कृषि उद्योग, डी गिद्ध संरक्षण है। हाम्रो जटायु रेस्टुरेन्ट हैन केसँग सम्बन्धित छ? हाम्रो गिद्ध संरक्षणसँग। डी हुन जान्छ यसको। त्यसपछि क्वेशन नम्बर 9 मा के छ हाम्रो शिकार आरक्ष हैन भन्नाले के बुझ्नुहुन्छ? शिकार आरक्ष हाम्रो भन्नाले के बुझ्नुहुन्छ? ए शिकारीहरूलाई शिकार गर्न दिएको नियमित वन्यजन्तु समापादको व्यवस्थापनको लागि छुट्याएको क्षेत्रहरू। ए हुन जान्छ हाम्रो है। त्यसपछि क्वेशन नम्बर 10 मा गैंडाको सिङलाई के भनिन्छ? नाक, बी खाग, सी याक, डी सिङ। हाम्रो गैंडाको सिङलाई के भनिन्छ? बी खाक है। त्यसपछि क्वेशन नम्बर 11 मा काँक्रे बिहार संरक्षित वन कुन जिल्लामा पर्दछ? ए कञ्चनपुर, बी कैलाली, सी सुर्खेत, डी बाँके। हाम्रो काँक्रे बिहार संरक्षित वन कार्यालय हैन कुन जिल्लामा पर्दछ? सुर्खेतमा। सी है। त्यसपछि क्वेशन नम्बर 12 हेर्नु होला। नेपाल सरकारले पूर्ण रूपले सङ्कलन, ओसार पोसार र बिक्री गर्न प्रतिबन्धित गरेको जडीबुटी कुन हो? ए सुगन्धवल, बी 5 औले, सी यार्सागुम्बा, डी पदम चाल हैन। बी हाम्रो 5 औले है। त्यसपछि क्वेशन नम्बर 13 सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कुन ठाउँमा रहेको छ?
ए बझाङमा, बी धनगढीमा, सी अछाममा, डी डोटीमा। त हाम्रो सुदूरपश्चिमको वन निर्देशालय धनगढीमा है, बी हुन जान्छ। त्यसपछि क्वेसन नम्बर 14 सुदूरपश्चिम प्रदेश डिभिजन वन कार्यालय कुन निकाय अन्तर्गत पर्दछ? ए वन विभाग, बी क्षेत्रीय प्रशासन कार्यालय, सी वन निर्देशालय है, सी हाम्रो वन निर्देशालय। सुरुदेखि अन्तसम्म हेर्नु होला भिडियो है। त्यसपछि क्वेसन नम्बर 15 मा है वर्ल्ड वाइड लाइफ फन्ड WWF ले कस्तो काम गर्दछ? ए राष्ट्रिय निकुञ्जको आवश्यकता अनुसार संरक्षण काम सहयोग पुर्याउँछ, बी आफू खुसी वन्यजन्तु अनुसन्धान गर्छ, सी मन्त्रालयको कर्मचारीलाई विदेश घुमाउँछ, डी निकुञ्जको होटल व्यवस्थापनमा मद्दत गर्छ। त हाम्रो WWF को काम के हुन्छ? राष्ट्रिय निकुञ्जको आवश्यकता अनुसार संरक्षण काममा सहयोग पुर्याउने है। त्यसपछि क्वेसन नम्बर 16 मा जिल्ला वन पैदावार आपूर्ति समितिको काम कुन हो? ए जिल्लाको माग अनुसार काठ तथा दाउरा आपूर्ति गर्ने ए हो है। त्यसपछि क्वेसन नम्बर 17 मा निकुञ्जको सुरक्षा गार्डको अन्तर्गत पर्दछ? ए वार्डेन, बी राष्ट्रिय निकुञ्ज विभाग, सी गुल्मपत्ती सुरक्षा प्रमुख, डी सडक वार्डेन। हाम्रो निकुञ्ज हैन, निकुञ्जको सुरक्षा गार्डको अन्तर्गत के पर्दछ? हाम्रो गुल्मपत्ती है, सुरक्षा प्रमुख। त्यसपछि क्वेसन नम्बर 18 मा चिडियाखाना कुन निकाय अन्तर्गत पर्दछ? ए राष्ट्रिय निकुञ्ज विभाग, बी राष्ट्रिय प्रगति संरक्षण कोष, सी वन तथा भू संरक्षण मन्त्रालय, डी अपुन संरक्षण कोष हैन। त हाम्रो चिडियाखाना कुन निकाय अन्तर्गत पर्दछ? राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत है, बी हुन जान्छ यसको। त्यसपछि क्वेसन नम्बर 19 मा नेपालको राष्ट्रिय चरा कुन हो? ए मयूर, बी डाँफे, सी गरुड, डी बाज हैन। त बी हुन जान्छ हाम्रो डाँफे। सबै साथीलाई थाहा भएको कुरा छ है। त्यसपछि क्वेसन नम्बर 20 हेर्नु होला वन वन्यजन्तु वनस्पति र वन्यजन पैदावारको सुरक्षा संरक्षण लागि खबर सूचना सङ्कलन किन आवश्यक हुन्छ? ए खतराको मूल्याङ्कन गर्न, बी सम्भाव्य क्षति रोकथाम गर्न, सी अपराधको बारेमा अनुसन्धान गर्न, डी माथिको सबै हुन जान्छ हाम्रो है। त्यसपछि क्वेसन नम्बर 21 मा कुन जिल्लामा रहेको राष्ट्रिय वनको संरक्षण गर्ने प्रमुख दायित्व जिल्लाको कुन निकायमा रहेको हुन्छ? ए जिल्ला प्रशासन कार्यालयमा, बी जिल्ला प्रहरी कार्यालयमा, सी जिल्ला वन कार्यालयमा है। हाम्रो राष्ट्रिय वन संरक्षण गर्ने प्रमुख दायित्व जिल्लामा के हुन्छ? जिल्ला वन कार्यालयको हुन्छ, सी हुन जान्छ 21 को। त्यसपछि 22 दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अवैध व्यापार नियन्त्रण सम्बन्धी महासन्धि कुन हो? ए साइटिस महासन्धि, साइटिस है, यो महासन्धि साइटिस महासन्धि हुन्छ, ए हुन जान्छ यसको। त्यसपछि क्वेसन नम्बर 23 मा कस्तो वनस्पतिलाई जडीबुटी भनिन्छ? ए रासायनिक, बी सुगन्धित तेलयुक्त, सी शक्तिवर्धक, डी माथिको सबै हुन जान्छ। त्यसपछि क्वेसन नम्बर 24 मा हाल नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन्? त कतिवटा छन्? 12 वटा। हाल नेपालमा 12 वटा राष्ट्रिय निकुञ्ज छ। त्यसपछि क्वेसन नम्बर 25 मा कथा केमा प्रयोग गरिन्छ? कथा केमा प्रयोग गरिन्छ? ए पान बनाउन, बी औषधि बनाउन, सी छाला बनाउन, डी माथिको सबै। त यो के हुन्छ? कथा हाम्रो पान बनाउन पनि, औषधि बनाउन पनि र छालाको प्रशोधन गर्ने काममा पनि यो युज हुन्छ है। त्यो भएर यसको डी हुन जान्छ 25 को। त्यसपछि क्वेसन नम्बर 26 मा भ्रूणको विकास भएर भ्रूण बिउबाट बाहिर निस्किने प्रक्रियालाई के भनिन्छ? ए अङ्कुर, बी जरा गइने, सी माथिको दुबै। त के हुन जान्छ हाम्रो? ए अङ्कुरण है, अङ्कुरण। त्यसपछि क्वेसन नम्बर 27 मा नेपालमा वन नर्सरीहरूको प्रमुख समस्या के हो? राम्रोसँग बिउ सङ्कलन नगर्ने, बी राम्रोसँग नर्सरी नबनाउने, सी बिउ रोप्ने ठिक समयलाई ध्यान नदिने, यो माथिको सबै हो है। हाम्रो नेपालमा वन नर्सरीहरूको प्रमुख समस्याहरू यिनीहरू हुन् है। त्यसपछि क्वेसन नम्बर 28 मा कुकुरको बच्चालाई छाउरा भने जस्तै हात्तीको बच्चालाई के भनिन्छ? त के भनिन्छ? हाम्रो केटो, केटी है, केटो, डी हुन जान्छ। त्यसपछि क्वेसन नम्बर 29 मा निम्न कुन कार्यको लागि वन क्षेत्र दिन उपयुक्त हुन्छ?
ए कृषि क्षेत्र विकासको लागि, बी राष्ट्रिय प्राथमिकता प्राप्त प्रोजेक्ट वा योजना सञ्चालन गर्नको लागि, सी राजनीतिक कार्यकर्ता बाँड्नको लागि, डी सुकुम्बासीलाई बसाउनको लागि। त हाम्रो के हुन्छ, कुन कार्यको लागि वन क्षेत्र दिन उपयुक्त हुन्छ हाम्रो, यो बी है, राष्ट्रिय प्राथमिकता प्राप्त प्रोजेक्ट वा योजना सञ्चालन गर्नको लागि। त्यसपछि क्वेसन नम्बर 30 मा हाम्रो टाचा केलाई भनिन्छ, ए वन कार्यालयहरूमा किला ठोक्न प्रयोग गर्ने घन, बी माहुतेहरूले हात्तीको टाउकोमा हिर्काउने घन, सी बिक्री भएका वा बिक्री गर्ने रुख तथा काठहरूमा वन अधिकृतहरूले नम्बर वा चिन्ह राखी ठोक्ने घन। हाम्रो टाचा भन्नाले यो बुझिन्छ है, बिक्री भएको वा बिक्री गर्ने रुख तथा काठहरूमा वन अधिकृतले नम्बर वा चिन्ह राखी ठोक्ने घन है, यो हुन जान्छ हाम्रो। त्यसपछि क्वेसन नम्बर 31 हेर्नु होला, नेपालमा सबभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो, त हाम्रो कुन हो, यो सबैलाई थाहा भएको कुरा छ, बी हुन जान्छ, चितवन राष्ट्रिय निकुञ्ज हाम्रो नेपालमा सबभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज हो। त्यसपछि क्वेसन नम्बर 33 मा वन क्षेत्रको गस्ती गर्दा ध्यान दिनुपर्ने कुरा के हो, त ए पूर्व योजना तयार गर्ने ठिक, बी आवश्यकता सम्मानको जोहो गर्ने ठिक, सी गस्ती सम्बन्धित सूचनाहरूको गोप्य राख्ने ठिक, डी हुन जान्छ माथिको सबै हाम्रो है। त्यसपछि क्वेसन नम्बर 33 मा रुखको छपान हैन, रुखको छपान कार्य गर्न किन आवश्यक हुन्छ, त ए हाम्रो वन कार्य योजनामा भएका व्यवस्था अनुसार वार्षिक कटान परिणाम निकाल्न, ए हुन जान्छ। त्यसपछि क्वेसन नम्बर 34 मा काडा रुखको पुरा उचाइ भन्नाले के बुझ्नुहुन्छ, त ए रुखको टुप्पोदेखि फेदसम्मको उचाइ है, ए हुन जान्छ 34 को रुखको टुप्पोदेखि फेदसम्मको उचाइ। त्यसपछि क्वेसन नम्बर 35 मा स्थलगत रूपमा वन पैदावारको निकाल्न योग्य परिमाण थाहा पाउन यसको अवयवहरूको नाप लिने कार्यलाई के भनिन्छ, त हाम्रो ए वन मापन। त्यसपछि क्वेसन नम्बर 36 मा वन क्षेत्र वन पैदावारको हानि नोक्सानी गरे बापत तोकिएको समयसम्म नियन्त्रणमा लिने कार्यलाई के भनिन्छ, ए हिरासतमा लिने। त्यसपछि क्वेसन नम्बर 37 मा वन डढेलो व्यवस्थापन राष्ट्रिय रणनीति कहिलेदेखि स्वीकृत गरी लागू गरिएको हो, त हाम्रो के हो, वन डढेलो व्यवस्थापन राष्ट्रिय रणनीति कहिलेदेखि स्वीकृत लागू गरिएको हो, त हाम्रो विक्रम सम्वत 2067 सालदेखि, डी हुन जान्छ यसको। त्यसपछि क्वेसन नम्बर 38 मा सामुदायिकी वन भनेको के हो, त सामुदायिकी वन भनेको हाम्रो उपभोक्ता समूह बनाई स्थानीय समूहलाई व्यवस्थापन गर्ने गरी दिएको राष्ट्रिय वन है, हाम्रो बी हुन जान्छ 38 को। त्यसपछि क्वेसन नम्बर 39 हेर्नु होला, कस्तो वनलाई संरक्षित वन भनिन्छ, कस्तो वनलाई हाम्रो संरक्षित वन भनिन्छ, त समुदायको लागि संरक्षण गरिएको वन, बी जैविक विविधता संरक्षण गर्न छुट्याएको वन, सी खतराको सूचीमा परेको बिरुवाको प्रजात वा जनावरको संरक्षणको लागि छुट्याएको वन, डी माथिको ख र ग दुवै हाम्रो ठिक हुन जान्छ, ख र ग, किनकि हाम्रो के हुन्छ, जैविक विविधता संरक्षण गर्न छुट्याएको वनको लागि हाम्रो होइन, त्यसपछि खतरा सूचीमा परेका बिरुवाको प्रजात वा जनावर संरक्षणको लागि छुट्याएको वन, त्यो भएर यसको 39 को हाम्रो डी हुन गयो है। त्यसपछि क्वेसन नम्बर 40 सामुदायिकी वनमा गर्न नहुने कुन हो, ए वन जङ्गल विनाश गर्न, लिजमा दिन, बेच्न र कृषि खेती गर्न, बी घर छापेहरू बनाउन, जनावर मासन खानी सञ्चालन गर्न आदि, सी राजनीतिक पीडितका नाममा जग्गा बाँड्नु, माथिको डी है, माथिको सबै हुन जान्छ। त्यसपछि क्वेसन नम्बर 41 मा हाल नेपालमा वन जङ्गलको क्षेत्र कति छ, त हाम्रो अहिलेको अवस्थामा वन जङ्गलको क्षेत्र नेपालमा कति छ, 39.6 है, 39.6%, बी हुन जान्छ यसको। त्यसपछि क्वेसन नम्बर 42 मा मोनाल भन्नाले के बुझ्नुहुन्छ, बी उड्ने पन्छी। त्यसपछि मोनालको अप्सन अझै के छ हाम्रो, ए
सर्वजाति, सी हाम्रो घर्स्ने जनावर, डी भ्याक्तो प्रजाति। त्यही भएर मुनाल भन्नाले के बुझ्नुहुन्छ हामी, उड्ने पंक्षी बी है। त्यसपछि क्वेशन नम्बर 43, क्षेत्रफलका हिसाबले नेपालको सबभन्दा ठुलो सिमसार क्षेत्र कुन हो? ए कोशी टापु, बी 20,000, सी जगदीश टापुर, डी गोपियो ताल हैन। त हाम्रो के हुन जान्छ ए है, कोशी टापु। त्यसपछि क्वेशन नम्बर 44, वन तथा वातावरण मन्त्रालय अन्तर्गत कतिवटा महाशाखाहरू रहेका छन्? वन तथा मन्त्रालय अन्तर्गत हैन, वातावरण मन्त्रालय अन्तर्गत हाम्रो कतिवटा महाशाखाहरू रहेको छन्? त डी 6 वटा है, 6 वटा। हेर्नु होला, सुरुदेखि अन्तसम्म भिडियो हेरिराख्नु होला है। के हुन्छ हाम्रो अहिले सबै प्रदेशमा वनको धराधर सिटहरू खुलिराखेको छ, त्यो भएर समयमै तयारीमा जुर्नु होला तपाईहरु है। त्यसपछि क्वेशन नम्बर 45 मा नेपालमा कति प्रकारका गोही पाइन्छ? नेपालमा 2 प्रकारको है, 2 प्रकारको गोही पाइन्छ। त्यसपछि क्वेशन नम्बर 46, तलका मध्ये कुन विकास क्षेत्रको कुल क्षेत्रफलको सबभन्दा बढी क्षेत्र वन जङ्गलले ढाकेको छ? त हाम्रो ए सुदूरपश्चिमाञ्चल है, सुदूरपश्चिमाञ्चल। त्यसपछि क्वेशन नम्बर 47, नेपाल सरकारले कतिवटा पंक्षीलाई संरक्षित सूचीमा राखिएको छ? ए 7, बी 9, सी 5, डी 1। हाम्रो बी 9 है। त्यसपछि क्वेशन नम्बर 48, नेपालमा कतिवटा शिकार आरक्ष रहेका छन्? हाम्रो एउटा शिकार आरक्ष एउटा मात्र रहेको छन्। त्यसपछि क्वेशन नम्बर 49 मा नेपालको राष्ट्रिय वन जङ्गल व्यवस्थापनको हिसाबले कति भागमा बाँडिएका छन्? त ए 5 भागमा। त्यसपछि क्वेशन नम्बर 50 मा सालक कस्तो प्रकारको वन्यजन्तु हो? ए उड्ने, बी हिड्ने, सी घस्ने, डी उफ्री हिड्ने। त हाम्रो के हुन्छ, सालक कस्तो प्रकारको वन्यजन्तु हो? हिड्ने है, हिड्ने बी। त्यसपछि क्वेशन नम्बर 51 मा हेर्नु होला, विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गरिएको राष्ट्रिय निकुञ्ज कुन हो? ए मकालु बरुण है, ए मकालु बरुण। त्यसपछि क्वेशन नम्बर 50 मा बाघहरूले कस्तो अवस्थामा मानिसलाई आक्रमण गर्ने? ए जङ्गलमा बाघको आहार प्रजाति कम भएमा, बी बाघको वासस्थान क्षेत्रमा मान्छेको गतिविधि वा चाप बढेमा, सी वासस्थान कम भएमा। यो सबै अप्सनमा बाघले हाम्रो के हुन्छ, मानिसलाई आक्रमण गर्ने काम गर्छ। यस्तो अवस्था भयो भने हाम्रो, त्यो भएर यसको डी हुन जान्छ। त्यसपछि क्वेशन नम्बर 53 मा मध्य प्रदेशले प्रदेशको कुल भूभागको तुलनामा वनले कति प्रतिशत ओगटेको छ? त हाम्रो 24.78 है, 24.78% हाम्रो मध्य प्रदेशले कुल भूभागको वन विभागले ओगटेको यति प्रतिशत छ है। त्यसपछि क्वेशन नम्बर 54 मा बाघहरूले झम्टन लाग्यो र नजिकै पोखरी, ताल वा नदी छ भने के नगर्ने? ते पानीमा हाम फाल्ने। त्यसपछि क्वेशन नम्बर 55 वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत एउटा छुट्टै विभागको रूपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना कहिले भएको थियो? त हाम्रो विक्रम सम्वत 2037 सालमा है, सन् 1980 मा। त्यसपछि क्वेशन नम्बर 56 मा अन्नपूर्ण संरक्षण क्षेत्र कुन अर्ध सरकारी संस्थाबाट व्यवस्थापन र विकास गर्न नेपाल सरकारले जिम्मा लगाएको संरक्षण क्षेत्र हो? त हाम्रो बी राष्ट्रिय प्रकृति संरक्षण कोष। त्यसपछि क्वेशन नम्बर 57 मा नेपालमा कति किसिमको हरिण पाइन्छ? कति किसिमको? हाम्रो 4 किसिमको है। त्यसपछि क्वेशन नम्बर 58, ढोरपाटन शिकार आरक्ष कुन उद्देश्यले स्थापना गरिएको थियो? हाम्रो वन्यजन्तुको शिकार गराउने उद्देश्यले हाम्रो ढोरपाटन शिकार आरक्षको स्थापना गरिएको थियो है। त्यसपछि क्वेशन नम्बर 59 मा ढोरपाटन शिकार आरक्षमा शिकार गर्न के लिनु पर्दछ? त हाम्रो के हुन्छ, अनुज्ञापत्र लिनु पर्दछ। त्यसपछि लास्ट क्वेशन 60 नम्बरको, बाघको डमरुलाई आमाले कति समयसम्म हेरचाह गरिन्छ? कति समयसम्म? हाम्रो 6 महिनासम्म है। यस्तै तपाईहरुको के हुन्छ, वनरक्षक हाम्रो 60 वटा जम्मा क्वेशन हुन्छ। 60 वटाको प्रत्येक क्वेशन कतिको हुन्छ? हाम्रो 0.5 पूर्णाङ्कको हामीसँग हुन्छ हैन। त्यसपछि यस्तै तपाईहरुले हेर्नु होला।
अहिले किनकि सबै प्रदेशमा धमाधम सिटहरू खुलिराखेको छ है वनरक्षकको। तपाईँहरू तयारीमै जुट्नु होला। त्यसपछि के हुन्छ भिडियो मन पऱ्यो भने च्यानललाई लाइक गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नु, भिडियोलाई लाइक गर्नुहोला, सक्दो साथीलाई सेयर गर्न नभुल्नु होला। हस्, धन्यवाद है।